ओम शान्ति सबैजनालाई। मलाई आज धेरै नै खुसी लागिरहेको छ। यहाँहरू मेरो अलौकिक परिवार साथसाथै लौकिक परिवारको पनि केही सदस्यहरूलाई चाहिँ मैले निम्त्याउने मौका पाएको छु र यसको लागि म यहाँ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय को सम्पूर्ण दिदीहरूलाई धन्यवाद दिन चाहन्छु। यो ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको पार्ट चाहिँ हामी सानैदेखि म पनि सानैदेखि बिर्ता मोड झापाको बिर्ता मोडको आश्रमबाट चाहिँ मेरो पनि यात्रा सुरु भएको हो। र त्यो बेला म सानै थिएँ, म दिदी अनि बुवा र मम्मी हामी चाहिँ सानैदेखि बिहानको क्लास बेलुकाको क्लास एकदमै बाबाको रेगुलर क्लास गर्ने भएको थियौँ। र त्यो बेलादेखि नै मम्मी बुवाहरू चाहिँ त्यहाँ हुँदाखेरि र त्यसपछि हामी यहाँ आइसकेपछि चाहिँ बिर्ता मोडबाट यहाँ आइसकेपछि चाहिँ तिनकुनेको आश्रम हामी कोटेश्वर बस्छौँ र कोटेश्वरमा बसे बित्तिकै मम्मी अनि मेरो सानो मम्मीहरू हुनुहुन्छ दुर्गा देवी माताजी र सरस्वती माताजी। सो उहाँहरू चाहिँ आश्रम कहाँ छ नजिकै भनेर खोज्न हिँड्नु भएको थियो कि पुरै हिँडेर कहाँ छ आश्रम भनेर उहाँहरूलाई चाहिँ आश्रम कहाँ छ भोलि बिहानदेखि नै क्लासमा रेगुलर रूपमा जानु पर्यो भन्ने चाहिँ चिन्ता हुँदो रहेछ। त्यही भएर मेरो घरमा चाहिँ एकदमै शान्तिको माहौल भनौँ न। बिहानदेखि बेलुकासम्म अब मम्मी फिजिकल्ली यहाँ आउन नसक्नु भए पनि जुम क्लासमा चाहिँ यो कोभिडदेखि चाहिँ अलिकति सजिलो पनि भयो, हाम्रो जुम क्लासहरू रेगुलर हुन थाल्यो र बिहानको क्लास पनि बेलुकाको क्लास पनि एक दिन पनि नछुटाइकन एकछिन इन्टरनेट भएन भने छटपट्टि भएर एकछिन भिडियो आएन अडियो आएन भने एकदमै छटपट्टि हुन्छ उहाँहरूलाई होइन। त्यही भएर रेगुलर क्लास पनि गइराख्नु भएको छ र अघि सतीदिदीले भन्नुभएको जस्तै अब यो उमेरसम्म आइपुग्दाखेरि चाहिँ अब उहाँको खुसी नै हो ठुलो कुरा भनेर चाहिँ हामीले पनि जोस उहाँको खुसीलाई चाहिँ आत्मसात गर्दै आजको यहाँ पनि हामीले कार्यक्रम गर्न पायौँ, त्यसको लागि पनि धेरै खुसी लागेको छ। र मम्मीको चाहिँ त्यही हो, बिहानदेखि नै उठेदेखि बेलुकासम्मै बाबा बाबा भनेर हरेक कुरामा चाहिँ बाबासँग नै जोडेर त्यो कुरा धेरै नै राम्रो पनि लाग्छ। किनभने यो चाहिँ एउटा यस्तो खालको मोटिभेसन यो एजमा आएर चाहिँ अब उहाँ एक्लो हुनुहुन्छ होइन, हामी दिनभरि अफिस गइरहेको हुन्छौँ, बिहानदेखि बेलुकासम्म बिजी हुन्छौँ, राति पनि काम हुन्छ होइन। यो उमेरमा चाहिँ अब बाबासँगको जुन कनेक्सन छ होइन त्यसले गर्दा चाहिँ उहाँलाई एकदमै जहिले पनि ऊर्जा दिइरहेको हुन्छ। बिहानदेखि बेलुकासम्म बाबाले के भन्नुभयो, आज मुरलीमा के थियो, अनि त्यही माथि सानिमाहरू पनि हुनुभएको भएर उहाँहरूसँग पनि दिनभरि डिस्कसनहरू गर्न पाउनुहुन्छ होइन। त्यसले गर्दाखेरि बेलुकाको क्लासमा आज बिहानको के भन्नुभयो त बाबाले भन्ने कुराहरू पनि मन्थन गर्न पाउनुहुन्छ होइन। सो त्यो सबै कारणले गर्दा चाहिँ उहाँलाई एकदम ऊर्जा दिइरहेको छ। बिरामी हुँदाखेरि पनि एकछिन त्यो क्लास हुने बेलामा भए पनि यसो हाँसेर एकछिन भए पनि क्लासमा बस्नु भन्ने हुन्छ होइन। हजुर हस्पिटलमा पनि अनि ब्रह्मा भोजन र प्रसाद बिहिबारको प्रसाद र ब्रह्मा भोजनलाई चाहिँ एकदमै महत्त्व दिनुहुन्छ। त्यही भएर म चाहिँ अब भ्याए पनि नभ्याए पनि जसरी भए पनि बिहिबार एकचोटि चाहिँ आएर म आएन भने त अब मम्मीलाई त गाह्रो नै हुन्छ। त्यही भएर त्यो अनि त्यही अनुसारले ब्रह्मा भोजन पनि एकछिन अस्ति पनि बिरामी हुनुहुँदाखेरि यहाँ ब्रह्मा भोजन भएको थियो, अब हामी कोही पनि आउन भ्याएनौँ अनि एकदमै गाह्रो भएको थियो। पछि सानीमा आउनु भएर ब्रह्मा भोजन अलिकति ल्याइदिएर खुवाइसकेपछि चाहिँ मलाई त एकदम निको भयो भनेर एकदमै खुसी हुनुभयो होइन। त्यो भएको भएर उहाँको चाहिँ बिहानदेखि बेलुकासम्म होइन हरेक दिन हरेक होइन पल बाबासँगको जुन कनेक्सन छ होइन त्यसले गर्दाखेरि चाहिँ मलाई ठ्याक्कै के भन्न मन लाग्यो भन्दाखेरि चाहिँ यो प्रभु तेरी रङ्गमै हम रङ गए ऐसे भन्ने बाबाको गीत छ नि, त्यो चाहिँ ठ्याक्कै उहाँलाई चाहिँ बाबाको रङमा पुरै रङ्गिसक्नु भएको छ होइन। त्यो भएको भएर हामीले पनि सकेसम्म उहाँलाई कसरी खुसी बनाउन सक्छौँ के गर्यो भने, किनभने यो टाइममा उहाँलाई यो त्यो भन्नुभन्दा पनि जेमा उहाँको खुसी छ त्यसैमा हामीले पनि साथ दिँदै आएको छौँ। र आज यहाँहरू सबैजना आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। ओम शान्ति।